Bluetooth mode paired. हेलो सम्पूर्णलाई जय नेपाल। आदरणीय घोडाघोडीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाली कांग्रेस पार्टी होइन, एउटा संस्था हो। नेपाली कांग्रेस एउटा व्यक्ति होइन, विचार हो भन्ने कुरा आजको यो गम्भीर असाध्यै बाक्लो उपस्थितिले स्पष्ट देखाइएको छ कि नेपाली कांग्रेसले आगामी आसन्न 21 गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसले यो कैलाली जिल्ला मात्रै होइन, यो क्षेत्रमा चिर मात्र होइन, यो देशको 165 निर्वाचन क्षेत्रमा विजय हासिल गर्नेछ भन्ने कुरा आजको यो बाक्लो उपस्थितिले र यहाँको युवाहरूको बाक्लो उपस्थितिले स्पष्ट देखाएको छ। आदरणीय जनसमुदायहरू, हिजोको दिनमा नेपाली कांग्रेस पुरानो पार्टी हो, नेपाली कांग्रेस कहाँ छ भन्ने कुराहरूलाई भन्ने मान्छेहरूलाई आजको यो हाम्रो गर्दिलो र बलियो उपस्थितिले गर्दाखेरि उहाँहरूलाई देखाइसकेको छ कि नेपाली कांग्रेस यहाँ छ भन्ने कुरा। हामीहरूको केही प्राविधिक त्रुटिको कारणले गर्दाखेरि कोही पनि बाइकहरू अगाडि नगइदिनु होला, बाइकहरू यो गाडीभन्दा पछाडि भइदिनुको लागि म सबैले हार्दिक विनम्र अनुरोध गर्दछु। कोही पनि गाडीहरू अगाडि नगइदिनु होला, सबै बाइकहरू लामबद्ध रहिदिनुको लागि पनि म सबैलाई विनम्रताका साथ हार्दिक अनुरोध गर्दछु। आजको यो कार्यक्रम हामीले आह्वान गरेको समयभन्दा केही निकै पछाडि हुन गइरहेको छ, तथापि हामीहरूमा एउटा उत्साह छ, एउटा मन छ। हामीहरू नेपाली कांग्रेसको यो उपस्थितिले गर्दाखेरि आगामी 21 गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू एउटा पार्टीका उम्मेदवार मात्रै होइनन्, यो क्षेत्रका आशा र भरोसा, यो क्षेत्रको विकासको निमित्त मेरुदण्डको बियो भएर काम गर्ने उम्मेदवारहरू नेपाली कांग्रेसले अगाडि सारेको छ। यो क्षेत्रको माटो सुहाउने, यो क्षेत्रको भूगोल सुहाउने, यो क्षेत्रको प्रत्येक बस्ती गल्लीहरूको माटोलाई सुगन्धलाई सुनेर यहाँसम्म विगत लामो समयदेखि राजनीति सिक्दै आउनेहरूका हामीहरूका उम्मेदवार जुझारू प्रत्यक्षतर्फका उम्मेदवार आदरणीय व्यक्तित्व भीम बरुवा, त्यसै गरी नेपाली कांग्रेसकी युवा नेत्री जुझारू महिला नेत्री समानुपातिक तर्फको उम्मेदवार रीता कुमारी चौधरीलाई आजको यस कार्यक्रममा आदरणीय जनसमुदायहरू, कोही पनि बाइकहरू अगाडि नगइदिनु होला, लामबद्ध रूपमा यो हाम्रो उम्मेदवारज्यूहरूको गाडीभन्दा पछाडि रहिदिनु होला। हामीहरूको छोटो समयमा यहाँको उम्मेदवारज्यूहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। हामीहरू यहाँ धेरै बस्छौँ, हामीहरू कम्तीमा पनि 20 मिनट मात्रै बस्छौँ। म अब तपाईँहरूको धेरै समय नै लिएर यो माइक्रोफोन आजका हामीहरूका आकर्षक केन्द्र, यो क्षेत्रका आशा र भरोसाका केन्द्र, हामीहरूका दुईजना युवा जुझारू युवा नेताहरू नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार, त्यसै गरी नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर 3 को क्षेत्रीय सभापति, एकमात्र क्षेत्रीय महिला क्षेत्रीय सभापति जुझारू महिला नेत्री, विकासवादी महिला नेत्री आदरणीय व्यक्तित्व रीता कुमारी चौधरीज्यूलाई म यो माइक्रोफोन दिँदै यो कार्यक्रमलाई छोटो सम्बोधन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।